साथीहरु आज म चाहिँ तपाईहरुलाई चाहिँ एउटा नलेज दिनको लागि चाहिँ यो भिडियो बनाउँदैछु बायोस प्रोग्रामरको बारेमा। बायोस प्रोग्रामर चाहिँ धेरै टाइपको बायोस प्रोग्रामरहरु आउँछ है। एउटा मसँग चाहिँ RT809F छ, अर्को RT809H यो भन्दा हाई क्वालिटीको बायोस प्रोग्रामर छ। अनि तपाईको धेरै टाइपको हुन्छ बायोस प्रोग्रामरहरु। भन्नुपर्दा चाहिँ आज हामीसँग चाहिँ एउटा मदरबोर्ड आएको थियो HP को LA-8994P। यसमा चाहिँ तपाईको चाहिँ बायोस प्रोग्रामरको चाहिँ यो बायोसको चाहिँ चिप चाहिँ 1.8 को चिप रहेछ। यसलाई हामीले प्रोग्राम गर्नको लागि चाहिँ यो प्रोग्रामर युज गर्यो भने चाहिँ हुँदैन है। हामीले यो ल्यापटप प्रोग्राम गर्नको लागि यो चिपलाई 1.8 को चिपलाई प्रोग्राम गर्नको लागि यो बायोस प्रोग्रामर युज गर्नुपर्छ। 1.8, 3.3, 4.2 सबैलाई सपोर्ट गर्छ यो प्रोग्रामरले। तर हामीले यो युज गर्यो भने चाहिँ यो चिप पनि खराब हुन्छ, अर्को चलिरहेको ल्यापटप पनि अन हुँदैन। यस्तो केसमा चाहिँ कस्तो हुन्छ भने जस्तै कोही कस्टमर आउनुभयो, तपाईको बायोसको चाहिँ जुन पासवर्ड हुन्छ त्यो उडाउनको लागि आउनुभयो, इरेज गर्नको लागि आउनुभयो। तर हामीले चाहिँ यो प्रोग्रामरबाट चाहिँ तपाईको 1.8 को बायोसलाई चाहिँ हामीले चाहिँ प्रोग्राम गर्यो भने चाहिँ त्यो तपाईको डिस्प्ले आइरहेको ल्यापटप पनि डिस्प्ले नआउने, अन नहुने त्यो प्रब्लम आउन सक्छ है। त्यसको लागि चाहिँ हामीले चाहिँ एकदम युनिभर्सल प्रोग्रामर 1.8 भोल्टको बायोस सपोर्ट गर्ने प्रोग्रामर चाहिँ युज गर्नुपर्ने हुन्छ है। कतिजनालाई नलेज हुन्छ, कतिलाई हुँदैन। थाहा नभएको मान्छेले चाहिँ यो प्रोग्रामरबाट चाहिँ प्रोग्राम गरेर चाहिँ चलाइरहनु भएको हुन्छ। तर यसले चाहिँ सबै सपोर्ट गर्दैन। यो एच प्रोग्रामर चाहिँ हामीले चाहिँ युज गर्नुपर्ने हुन्छ है साथीहरु। ल धन्यवाद।